आज मेरो किचनमा बन्दैछ आलु अनि करेलाको अचार। प्राय बच्चाहरूले खाँदैनन् करेला। यसरी बनाएर दिने भने मेरो बच्चाहरूले राम्रोसँग खान्छन्। सुरुमा मजाले करेला अनि आलुलाई भुटिसकेपछि एउटा जति प्याज राखिदिए। नुन बेसार राखेर भुटेर पाकिसकेपछि यसरी छोपको लागि आलस, तिल अनि सिलाम अनि दुईटा जति रातो खुर्सानीलाई पनि पिसेर राखिदिए। राखेर एउटा जति कागती निचरिसकेपछि मजाले मोलिसकेपछि खानको लागि रेडी हुन्छ अचार। यसरी बनाएको अचार मेरो घरको एकदमै सबैको फेभरेट हो। हजुरहरू पनि ट्राई गर्न सक्नुहुन्छ। अर्को भिडियोमा भेटौँला। आजको लागि यति नै। बाइ बाइ।